आज चाहिँ हामी यो जङ्गली मौरी यहाँ जङ्गलमा भेट्यो कि अब यसलाई चाहिँ हामीले घरमा लान खोजिरहेका छौँ। हेरौँ है त। हो यस्तो छ है यो जङ्गली मौरी। यो बिस्तारै गर्दा मात्रै फेरि आउँछ है। अब यस्तो चाहिँ काट्नेको चाहिँ भन्छ ए आमा एकछिन यो पनि हाल्नु यहाँ बिस्तारै हाल एकदम बिस्तारै। चिल्छ होला आमा स्याबास नानी उता जा है ल। अब चाहिँ यो एकदम उ गर्दैछ अहिले चाहिँ बेलुका यो आउनु यहाँ गर्नु त केही टोक्दैन टोक्दैन एकदम बिस्तारै गर्नुपर्छ ल। यो चाहिँ एकदम जङ्गली मौरी हो। यसलाई चाहिँ हामीले यसरी डुँडमा राख्ने कोसिस गर्दैछौँ। अब यहाँ रानो पत्ता लाउनु सकिएला छैन। अब तार तारमा मरिँदैन यस्तो उचाल्दा यस्तो छ। बन्द गर्नुपर्छ तिमी नडराउ न केही गर्नै पर्दैन डराउनु पर्दैन। अहिले आमाले टक्क काट्नु हुँदैछ के अरे राखेको तरिका यो खतरा छ। अब यसलाई टोक्न पनि सक्छ अब भाग्ने स्थिति पनि हुनसक्छ। मेरो चाहिँ मलाई साह्रै डर लाग्छ यस विषयमा चाहिँ। बिस्तारै डराउनु चाहिँ हुँदैन है त ल। मौरीको मह खान सजिलो चाहिँ छैन है। मलाई चाहिँ खेदाउँदैछ आमा चाहिँ डराउनु भएको छैन। ऊ भान्जा चाहिँ माथि डराएर माथि बसेका छन् होइन। अर्को छोरोले पनि पुरा भिडियो बनाउँदैछ। बाँकी रह्यो पनि आमाले फेरि यहाँ टोपीमा ल्याएर हाल्नुहुँदैछ। अब चाहिँ टोक्छ उडी बाबा भाग रे भाग। टोपी टोपी झिक्नु टोपी पर्दैन खै 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 छैन छैन यहाँ अब यो कालो चाहिँ टोपी हो। टोपीभित्र सर्ट हालिदिएको छौँ। अब यहाँबाट अलिक देखिँदैछ कराउँदैछ पनि यसरी मौरी हालिन्छ। दिउँसो भएको चाहिँ टोकेर मार्थ्यो। अब अहिले चाहिँ कस्तो छ थाहा छैन। हेर यहाँबाट देखिन अलिअलि देख्ने छ कि नै भरेर आउँछ है। मौरीको मह खाना चाहिँ त्यति सजिलो छैन। देखाउँ त बिस्तारै आएछ। म टाढ देखाउँछु तपाईँले होइन जान्दैन धेरै आएन त नि अलिअलि ऊ त्यो त ऊको चाहिँ परेको छ ऊ त्यहाँ होइन त्यही होला। अब त्यो बस्नेलाई चिनी अलिअलि हालिदिएको छ त्यसले गर्दा पनि तलमाथि भएको अघि हालेको गुडमा बुझ्दा यसलाई बिस्तारै झिक्नु टोपी एकदम बिस्तारै। तर यहाँ छैन त चिजै पल्टाउनु न आफै जान्छ न टोकीको ल। यसरी चाहिँ हामीले मौरी ल्यायौँ। अब भोलि बिहानसम्म रहन्छ रहँदैन थाहा छैन। अब अर्को यहाँ चाहिँ एउटा डुँड। अब त्यस्तै गरी अर्को यहाँ छ है। अब अहिले चाहिँ पुरै जुन लागिसकेको छ माथि। अब बिहान त्यहाँ रहन्छ रहँदैन थाहा छैन। अब चाहिँ लगभग क्लियर भयो होला।